हेलो सेवा नमस्ते सबैजनालाई। आज चाहिँ म सिस्नो अनि मकैको चेख्ला पकाउन लागिरहेको छु। अनि तपाईहरुलाई कसलाई मन पर्छ यस्तो? मलाई चाहिँ सिस्नो र मकैको चेख्ला चाहिँ एकदमै मन पर्छ। तपाईहरुलाई चाहिँ कसलाई मन पर्छ सिस्नो र मकैको चेख्ला? अनि मेरो चाहिँ पकाउने तरिका यस्तो छ अनि तपाईहरुको चाहिँ पकाउने तरिका कस्तो होला? सिस्नो चाहिँ मैले रेडी गरिसके अनि सिस्नो चाहिँ फाइनली यस्तो भएको छ। राजमा अनि चिप्ले भेन्डी हालेर बनाएको छु। अनि यहाँ मकैको चेख्ला चाहिँ बनाउँदै छु मैले। अब रेडी हुन लागिसक्यो मकैको चेख्ला। अनि यसलाई हल्का मैले मस्काए अनि त्यसपछि अचारको लागि मैले लसुन खोर्सानी टिम्बुर हालेर पिस्दै छु। पिसिसके त्यसपछि मैले चाहिँ टमाटर हालेर पनि पिसिसके। अचार रेडी भयो।